इतिहास, संस्कृति र सामाजिक अवस्था। लिम्बू भाषामा नेपालको अर्थ के हो? समतल भूमि। सत्ययुगमा नेपाललाई के भनिन्थ्यो? सत्यवती। औद्योगिक क्रान्तिको सुरुवात युरोपको कुन देशबाट भएको हो? बेलायत। नेपालमा करिब 161 वर्ष शासन गर्ने अहिरहरूको मुख्य पेशा के रहेको थियो? भैँसी पालन। लिच्छवी कुलकेतु भनेर कुन राजालाई चिनिन्छ? शिवदेव प्रथम। दिएका मध्ये कुन उपत्यकाको राजा विभाजन पछिका कान्तिपुरका मल्ल राजा होइनन्? सूर्यमल्ल, प्रताप मल्ल, योगनरेन्द्र मल्ल र नृपेन्द्र मल्ल। योगनरेन्द्र मल्ल होइन। म नै राज्य हुँ भन्ने फ्रान्सेली शासक को थिए? लुई 14औं। चरीदार भन्नाले मल्लकालीन समयमा कुन पदलाई बुझिन्छ? अनुसन्धान अधिकृत।